हेलो गाइज, वेलकम छ मेरो धेरै पछिको छोटो मिठो मिनी ब्लगमा। आज चाहिँ म टक्कसँगले कहाँ गराउँदैछु भन्दा दाइसँग दाइ त्यहाँ बसेर देख्न सक्नुहुन्छ साइकलमा। म अनि साइकलमै चाहिँ अहिले चाहिँ भ्लग बनाउनु भनेर झरेको छु। कस्तो देखेको छ मलाई? प्रतीक जस्तो देखेको छ आदिन। ए भगवान, ए के पिबा। आज चाहिँ के भन्नुपर्दा दाइ म चाहिँ के अरे म दाइको मोबाइल उगाउनु भनेर मोबाइल पसलमा मोबाइल छाटेर नयाँ मोबाइल लिनु गएको। के भइदियो भने त्यहाँ गएको गर्दा के अरे मोबाइल चाहिँ सब पुरानो सेट परेछ क्या। एकछिनमा म तपाईँहरूलाई देखाउँछु हेर्नु है। ला के अरे लाभा मतलब त्यो धेरै पहिला तिनीहरू पनि पहिला लास्ट चल्यो हो नि त। पहिला सुरुमा फोन मैले पनि त्यस्तै बोकेँ, मैले भन्दा नि मम्मीले त्यस्तै बोक्नु भएको थियो। अनि दाइले त के भन्नु भन्दाखेरि त भाइ तिमीले धेरै फोन, तर त्यो पनि हुनु नि धेरै पुरानो सेट हो, त्यो बिग्नु गाह्रै नै हुन्छ। तर केही छैन, ठिक छ। दाइ फोन किन्यो होइन नयाँ अर्को भनिदिनु त, किन्यो होइन जसरी भने किन्यो होइन। दाइले फोन चाहिँ जसरी भने किन्नुहुन्छ क्या गाइज भनेर भन्छु। हुन्छ कि हुँदैन थाहा छैन। गाइज फाइनली आफ्नो डेस्टिनेसन घर आइपुग्नु लागेको छौँ, त्यता देख्न सक्नुहुन्छ। दाइ चाहिँ मस्त साइकलमा आउँदै हुन्छ, म चाहिँ यतानिर भ्लग बनाउँदै हाम्रो यहाँदेखि यता के गरौँ तिम्रै हुनलाई। धेरै पछि भ्लग बनाएको, कस्तो भ्लग बनाउनै बिर्स्यो कि क्या हो। अङ्कल अलि इँटा बोक्दै हुनुहुन्छ? हो त दिवन। ए दाइ त्यस्तो हुँदैन। के हो भन्दाखेरि केही छैन। गाइज सब्सक्राइब गर्नु चाहिँ नभुल्नुलाई। मेरो सुरुको भ्लग मतलब सुरुको भिडियोहरूलाई पनि लाइक कमेन्ट गरिदिनु होला। मैले भ्लग नबनाएको पनि धेरै भयो क्या। एक्जाम पनि हिजो मात्रै खतम भयो। एक्जाम हिजो खतम भएर के गर्नु, एक्जामै बिग्रिँदा के गर्नु। ओहो के छ हाम्रो, ल हेर्नु प्रोग्रामरहरू नसकिने भयो यिनीहरूसँग। भाइ तिम्रो नाम के हो रे? भ्लग हो नि भरेर तिमीलाई युट्युबमा भाइरल गराइदिन्छु। गाइज फाइनली आइपुगिसकेको छु मेरो बसाइ। आजलाई दिने बाई।